साथीहरू वेलकम टु माई मिनी ब्लग शुभ बिहानी गुड मर्निङ हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु र आज के भन्न गइरहेको छु म बिहान होइन हामी चाहिँ बिहान घुम्न जाँदैछौँ झागाजु भन्ने ठाउँमा डाँडामा है 10-15 मिनटको बाटो छ हामीले युट्युबमा सर्च गरेर नजिकै छ भनेर हामीले जान खोज्दैछौँ र हामी चाहिँ भाइ बहिनी म गरेर हामी 3 जना जाँदैछौँ र मेरो मिनी भ्लगमा हजुरहरू पनि हेरेर मनोरञ्जन लिनुहोला हामी जे देख्छौँ तपाईँहरूलाई पनि हामी त्यही देखाउनेछौँ। लेट्स गो साथीहरू हामी चाहिँ अब घरबाट निस्कियौँ झागाजु जानको लागि र हामी खैरिनीबाट कुन बाटो जाने कहाँ जाने कसरी जाने केही थाहा छैन। हामी सबै पहिलोचोटि हो बहिनी र भाइ पहिलोचोटि जाँदैछौँ हामी र हामी सोध्दै जान्छौँ है। हामी चाहिँ झागाझोली जाने बाटो हो गेट छिर्दैछौँ खैरिनीबाट गरिम भएर आइसक्रिम खाँदै जान्छौँ। अब चण्डी टोलबाट चाहिँ दुईतिर बाटो रहेछ दुईतिरमा हामी देब्रेतिर लाग्यौँ। साथीहरू हामी त्यत्रो बाटो हिँडेर आयो एउटा बोर्ड भेटेको थिएनौँ अहिले आएर यहाँ यो बोर्ड भेटेको छौँ कि है यहाँ लेखेको रहेछ बोर्ड त होइन खम्बामा लेखेको रहेछ झागाझोली र तिनखोली देवी मन्दिर जाने बाटो भनेर यसरी एरो देखाउनु भएको रहेछ। हामीले कहाँ छ होला बोर्ड भन्दै मान्छेहरूसँग सोध्दै आउँदा हामी बल्ल यहाँ आइपुग्यो। हाम्रो चाहिँ यहाँ बाबु थकै लाग्यो भनेर यस्तो झ्याउ मानेछ। ल केही कुरा भन् बाबु। यत्रो लामो बाटो छ गाइस के गर्नु अनि त्यही ठगेला छ। आउँदै यहाँ मन्दिर रहेछ यता बाटो रहेछ हामी चाहिँ तलको बाटो लाग्यौँ। यही खुट्टाले हिँडेर पुग्ने भनेर चाहिँ हामी गाडीमा नचढिकन एकदम हिँडेर जाने भनेर आएको तर टाढा रहेछ साथीहरू। अब आइपुग्न लाग्यो त भन्नुपर्छ है सोधेको घाम चर्किन्छ भनेर बिहान जाने भनेर आइयो है। तर साथीहरू के भनौँ यो घाम यति चर्कियो बिहानदेखि घाम चर्के शीतल भन्ने त कुनै ठाउँमा छैन क्या रुख भएको ठाउँतिर मात्रै शीतल छ। झागाझोली तनहु अब 100 मिटर भनेर बल्ल बोर्ड देखायो साथीहरू। अब यहाँबाट चाहिँ हामी माथि जानुपर्ने रहेछ एरो अनुसार। फाइनली साथीहरू अब हामी आइपुग्यौँ। गेट देख्दा यति खुसी लाग्यो है खुसी लागिरहेछ कि गेट यहाँ छ हामी जाँदैछौँ। लेट्स गो। टिकट काट्ने अहिले चाहिँ टिकट काउन्टरमा टिकट काट्ने मान्छे नभएको कारणले हामी चाहिँ टिकट नकाटिकन भित्र छिर्यौँ। अहिले फर्किने बेलामा चाहिँ हामी टिकट काटेर फर्किन्छौँ साथीहरू। स्वागतमबाट भित्र छिर्यौँ। हेलो भन बाबु नानी हेलो। हामीले आइपुग्यौँ यसरी डोकोहरू नामहरू झन्डा राखेको छ यहाँ चाहिँ झागाझोली तनहु यो के हो हामी जान्दैनौँ के नाम चाहिँ लेखेको नि म पनि बच्चा। साथीहरू हामी चाहिँ खेल्यौँ घुम्यौँ होइन। अब हाम्रो इच्छा पनि पुरा भयो। हामी रहेछ पिङ रहेछ पिङमा खेल्छन् ठाउँ त रमाइलो रहेछ तर मान्छे चाहिँ नरहेछ कि साथीहरू। अब हामी पिङ पनि खेलेर आयौँ। अब हामी जाँदैछौँ कता जाँदैछौँ भन्दा हामी माथि जाँदैछौँ माथि झागाझोली लेखेको ठाउँमा जाँदैछ साथीहरू। सिँढी चढ्नुपर्छ। पत्लो खाली पेट मेरे दिमाग के बत्ती नहीं चलते मुझे समोसा चाहिए आइडिया मुटु में तुम्हारे लिए समोसे ल्याकर रहूंगा। लगभग हामीले चाहिँ यो झागाझोली तनहुको झागाझोली ठाउँमा आएर घुमिसक्यौँ। अब हामी फर्किने क्रममा छौँ। बहिनीहरू चाहिँ त्यहाँ तल अझै
घुम्दैछ म चाहिँ यस्तो घाम चर्केको भएर गाह्रो लाग्यो मलाई चाहिँ हिँड्नु झ्याउ लाग्यो त्यही भएर म चाहिँ यता बसेको छौँ सिँढीमा बसेको छु कि म चाहिँ साथीहरू यहाँ चाहिँ पुरानो परम्पराको उसी रहेछ गाउँतिरको हुन्छ नि ढिकी जाँतो अनि हलोहरू हुन्छ नि जाँतो यहाँ रहेछ ढिकी यहाँ रहेछ र हलो ज यहाँ साथीहरू अब हामी चाहिँ सबै घुमघाम गरेर फर्किन लागेछौँ अब हामीलाई चाहिँ अरू गरीमा अरू केही खानै मन लागेको छैन खालि चिसो पानी र आइसक्रिम बरफ त्यही मात्रै खान मन लागेको छ हामी त्यही मात्रै खाएको छौँ है मलाई मोटुसँग भेटेर एकदम मजा लाग्यो हजुरहरू पनि फेरि झाका झोली आउँदै गर्नुहोस् होला तँलाई कस्तो लाग्यो त रमाइलो मात्रै अनि त्यो चिप्लेटी खेल्दा रमाइलो लाग्यो अनि बाइक सबै खेल्यौँ है हामी चाहिँ मान्छे नरहेछ के अरे मान्छे नभएपछि अब त्यो बच्चाहरूले खेल्ने पुरै खेलेर भ्यायौँ पुरैको अनुभव लियौँ चिप्लेटी खेल्दाखेरि पछाडि चिप्लेटी खेल्दाखेरि पनि पछाडियौँ अब हामी रहर थियो रहर पुरा भयो अब हामी घर जाँदैछौँ साथीहरू फाइनल्ली साथीहरू हामी चाहिँ घर आइपुग्यौँ हामी भन्नाले म बहिनी र भाइ त अझै हिँड्न नसकेर त्यतै बाटोतिर छोडेर आएको छु म चाहिँ एकदम हुर्केर आएँ पसिना यति आएको यति गर्मी हामी 6 बजे गएको अहिले 10 बजे आइपुग्यौँ झागाझोलीमा गएर बनाएको भिडियोहरू यो भ्लगमा प्रस्तुत गरेका छौँ कस्तो लाग्छ के लाग्छ प्रतिक्रिया दिनुहोला लाइक कमेन्ट सेयर गरिदिनु होला थ्याङ्क यू फर वाचिङ भिडियो बाइ बाइ